तिम्रो छिमेकीलाई प्रेम गर। मत्ती 5:43। येशूले भन्नुभयो, तिम्रो छिमेकीलाई प्रेम गर। सायद तपाईको छिमेकी धनी छ, तर तपाईँ गरिब हुनुहुन्छ। तपाईँ उहाँको ठुलो महल, महँगो कपडा र स्वादिष्ट भोजन देख्नुहुन्छ, तर तपाईँ ईर्ष्या नगर्नुहोस्। परमेश्वरले तपाईको छिमेकीलाई ती कुराहरू दिनुभएको हो। तपाईले आफ्नो जीवनमा मेहनत गर्न सक्नुहुन्छ भने गर्नुहोस्, तर तपाईको छिमेकीले धन गुमाओस् भनेर चाहना नगर्नुहोस्। बरु छिमेकीलाई प्रेम गर्नुहोस्, तब तपाईले ईर्ष्या गर्नुहुने छैन। वा सायद तपाईँ धनी हुनुहुन्छ र तपाईको छिमेकी गरिब छ। आफ्नो छिमेकीलाई तुच्छ नठान्नुहोस्। तपाईको कपडा राम्रो होला, तर त्यसले तपाईलाई तपाईको छिमेकी भन्दा उच्च बनाउँदैन। उहाँ पनि तपाईँ जस्तै मानव हुनुहुन्छ। त्यसैले यदि तपाईको छिमेकी गरिब वा कठिनाइमा हुनुहुन्छ भने उहाँलाई प्रेम गर्नुहोस्। सायद तपाईँ सोच्नुहुन्छ, म मेरो छिमेकीलाई प्रेम गर्न सक्दिनँ किनभने उनीहरूले मलाई प्रेम गर्दैनन् र मेरो मेहनतको कदर गर्दैनन्। तर साँचो प्रेम कहिले हार मान्दैन। वास्तविक प्रेमले कठिनाइमा पनि अघि बढ्छ। अरूहरूलाई प्रेम गर्नुको उद्देश्य उनीहरूबाट केही पाउने भन्ने हुँदैन। बरु प्रेम गर्नुहोस्, किनभने येशूले हामीलाई पहिला प्रेम गर्नुभयो। यदि तपाईको छिमेकीले तपाईलाई प्रेम गर्दैन भने पनि परमेश्वरले सबै देख्नुहुन्छ। तपाईको प्रेम उहाँको नजरमा बहुमूल्य छ। तपाईको छिमेकीलाई प्रेम गर्नुहोस्, किनभने त्यसैमा तपाईँ ख्रीष्टको पाइला पछाउनुहुन्छ। प्रार्थना गरौँ। हे प्रभु, मलाई मेरो छिमेकीलाई प्रेम गर्ने हृदय दिनुहोस्। मलाई ईर्ष्या, अहङ्कार र स्वार्थबाट बचाउनुहोस्। म कसैसँग बदला लिने होइन, तर ख्रीष्ट जस्तै प्रेम गर्न सकूँ। कृपया मलाई धैर्य र दयालु हृदय दिनुहोस्, ताकि म सधैँ तपाईको उदाहरण अनुसरण गर्न सकूँ। येशू ख्रीष्टको नाममा, आमेन।